त्यस्तै हाम्रो नेपालको यो झोले सरकारहरू पुरानो कर्जा त दूर त्यसको ब्याज पनि सधाउन सकिरहेको छैन र फेरि नयाँ कर्जा लिइरहेछ वर्ल्ड बैंकबाट 20 अर्ब 79 करोड र यो कर्जा पुल सुधार र मर्मतको कार्यको बहानामा लिइरहेछ वर्ल्ड बैंकबाट। तर यो कुरामा तपाईहरु निश्चित हुनु कि यो कुनै पुल सुधार हुनेवाला छैन। योमा मात्र नेताको पेट सुधार हुनेवाला छ, नेताको घर सुधार हुनेवाला, नेताको शौक शौखिन सुधार मात्र हुनेवाला छ। र यसको ज्वलन्त उदाहरण तपाईहरु हेर्न सक्नुहुन्छ न्यूज मिडियाहरुमा। 60-70 लाख पर्ने गाडीको मर्मत सम्हार 21 सालमा करोड भन्दा बढी पुर्याएको हुन्छ यो पालिकाहरूले। त्यही मौज मस्ती गर्नको लागि फेरि पनि ऋण ल्याएर छ यो झोले सरकार। सानादेखि ठुलासम्म लुटेको लुटे, जो मर्न अवस्थामा गइसक्यो त्यो पनि लुटेको लुटे। पूर्व राष्ट्रपतिहरूको हेर्नु महिनाको खर्च 3 लाख बेहोरिरहेछ नेपाल सरकारले। किन उनीहरूलाई मर्न आट्यो र 3 लाखको महिना चाहियो खर्च। हामी युवालाई अहिले 3000 को महिना खर्च हुँदैन र उनीहरूको 3 लाख महिना खर्च केका लागि हुन्छ। मान्छे हाम्रो गाउँघरमा भन्छ कि देश अनुसार भेष धर्नुपर्छ, तर हाम्रो नेपाल गरिब छ भने गरिब जस्तो खर्च गर्नुपर्छ कि सिङ्गापुर अमेरिकाहरू संसद जस्तो खर्च गर्नु पर्यो यो झोलेहरूलाई। सर्वप्रथम यो नेपालमा जति पनि पूर्व भिआइपी अधिकार पूर्व राष्ट्रपति उनीहरूको सुविधा कटौती गर्नु पर्यो र बुढा पेन्सन बाहेक केही दिनु परेन। पदमा हुँदा पनि लुट धन्दा मचाउने र पद बाहिर गएपछि त्यही पनि लुट धन्दा मचाउने। यो कस्तो लोकतन्त्र हो?